फापर कुरो बुझ्यौ नै पारीको देखिने यो चाहिँ हाम्रो गाउँ परोकेर हैन हेर केटा हो यहाँ आउँदाखेरि कस्तो देखो हाम्रो गाउँ लो पिस्ने कस्तो लाग्यो तँलाई आउँदा जे होस् यहाँ आउँदाखेरि खुसी लाग्यो नि अझै माथि देख्नु पर्दैन त एक सानो बेसी अन्ति राम्रो देखिन्छ के छ प्रशान्तको भनाइ यसमा केही खुसी लाग्यो कि नै खुसी लागेको छ एकदम उत्साह जम्मा आधी 75 टाइम हो 75% आइसक्यौँ अब 25% छ बाँकी अब गएर माथिको डाँडाबाट भ्यू देखाइदिन्छ सबैलाई यो पारीको गुराँसेको ढिक यो नाङ्गेको ढिक उताबाट त्यो बाटो छिराछ कि बाबु त्यो बाटो उता के भन्छ रे एउटा झाँक्री ढुङ्गा जस्तो पूजा गर्ने ठाउँ छ मालिका होइन के भन्छ अनि के ढुङ्गा भन्छ क्या त्यहाँ जम्बु ढुङ्गा यो चाहिँ हेर यो चाहिँ फुल्दै छ यो चाहिँ लगभग फुलिसकेछ यो चाहिँ फापर हो अर्गानिक